ओम श्री गणेशाय नमः। श्रीमन मंगलमूर्तये नमः। या श्री कुंजवने कदम्ब शिखरे राजा गृहे कुंजरे श्वेते चाश्वते वृषे च युगले यज्ञे च उपस्थिते शंखं देवकुले नरेन्द्र भवने गंगा तटे गोकुले या श्री तिष्ठति सर्वदा मम गृहे भूया सदा निश्चला। यो मन्त्र भनेको अब सबैलाई अहिले लक्ष्मीको आवश्यक हुन्छ। या श्री कुञ्जवने कदम्ब शिखरे, अथवा जो वृन्दावनमा राधा हुन् कि कुञ्जवने कदम्ब शिखरे, कदम्बको रुखमा बसेका भगवान कृष्णसित बसेकी राधा हुन्, या शिखरमा शिव पार्वतीको स्वरूपको जोडा कदम्ब शिखरे राजा गृहे कुञ्जरे, राजाको घरमा भएको हात्ती श्वेते चाश्वते सेतो गोरुहरूको जोडिरहेको खेतमा जोडीलाई जसरी हामीले खेत जोत्दाखेरि प्रयोग गरेको त्यहाँ पनि लक्ष्मीको वास छ। शङ्खम देवकुले नरेन्द्र भवने, देवताको घरमा जुन शङ्ख राखिएको हुन्छ, राजाले ठुलो यज्ञ अनुष्ठान गरिएको जुन लक्ष्मीको कृपा हुन्छ, त्यो सबै हामीहरूमा कृपा होस् र सदा लक्ष्मीको उन्नति प्रगति होस्, समाज अगाडि बढोस् भन्ने यो आशय यो श्लोकबाट आउँछ। भगवान गणेशजीलाई नमन गर्दै मैले संक्षेपमा यो भने, अब कविहरूले अनेक किसिमका व्याख्याहरू गरिएका छन्, तर मेरो सोमत अनुसारमा त्यो व्याख्या हुन्छ। बैतडी जिल्ला पाटन नगरपालिका वडा नम्बर 3 श्री बनारसी धाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिरको पीठाधीश्वर धार्मिक प्रवक्ता र कोषाध्यक्षको तर्फबाट सबैलाई पुनः कोटी कोटी नमन गर्छु।